यहाँहरु सबैजना सन्चै हुनुहुन्छ हजुर? यहाँहरु सबैलाई स्वागत गर्न चाहन्छु। ओके, मेरो शीर्षक जो अहिले म तपाईसँग कुरा गर्न गइरहेको छु विवाहको विषयमा। अनि जवानहरु, मैले एउटा नक्सा यहाँ राखेँ, त्यो चाहिँ हाम्रो जीवनको एउटा सपनाको घर भनेर। अनि त्यो सपनाको घर चाहिँ हामी सबैको जीवनमा एउटा सपना हुनु जरुरी छ। अनि जवानहरु, तपाईको जीवनमा एउटा सपना छ। अनि त्यो सपना पूरा गर्नको लागि हामीले के गर्नु पर्ने हुन्छ? हामीले त्यस पछाडि इटाहरू हामी झार्दछौँ घर बनाउनको लागि। अनि तपाईले देख्नुहुन्छ त्यो इटाको थुप्रोहरू, तर त्यो थुप्रो चाहिँ घर होइन। तर त्यो सुन्दर हामीले बुनेको सपनाको घर पूरा गर्नको लागि इन्जिनियरले एउटा नक्सा बनाउँछ हैन। हाम्रो भविष्यमा त्यो घर बनिनेवाला छ। यद्यपि अहिले घर बनिसकेको छैन, तर इन्जिनियरले त्यसको डिजाइन गर्छ। अनि अहिले त 3D सिस्टम छ। तपाईको घरको कोठा कस्तो हुन्छ, त्यो भित्रको टोयलेट कस्तो हुन्छ, किचन कस्तो हुन्छ, सबै भिडियोमा तपाईलाई अहिले बनाएर दिन्छ। अनि त्यो घर चाहिँ भविष्यमा बनिने हो, तर त्यो घरको नक्सा चाहिँ तपाईको हातमा हुन्छ। धेरै जनाले मलाई आफ्नो भविष्यको घरको सपनाको घर बनाएर उहाँले मलाई देखाउनु भएको छ। अनि प्रार्थना पनि गरी माग्नु भएको छ, मेरो भविष्यमा यस्तो योजना छ, प्रार्थना गरिदिनुहोस् भनेर। सपनाको घरको त्यो डिजाइन जब हामी बनाउँदछौँ अनि त्यसपछि हामी त्यसको निर्माणको कामहरू सुरु गर्दछौँ। अनि अघि मैले भने त्यो इटा जब खसाल्न सुरु गर्छौँ, इटा खसालेको थुप्रो चाहिँ घर होइन, तर त्यही इटालाई जोड्दै हामीहरू बिस्तारै हामीले चाहेको एउटा सपनाको घर हामी निर्माण गर्नतिर हामी लाग्दछौँ। ओके, यो 3 प्रकारको विवाह अहिले म तपाईलाई बताउन चाहन्छु, किनकि अहिलेको जवानहरू एकदम धेरै प्रभावित भएर गइरहेको छ। अनि त्यो के कुरादेखि अहिलेको पुस्ताहरू प्रभावित छ भन्ने कुरा पनि म तपाईलाई बताउन चाहन्छु। ओके, जवानहरू, तपाईको कपी छ भने लेख्नु भए पनि हुन्छ। मैले त्यसको लागि नै बनाएको यो नक्साहरू, स्लाइडहरू बनाएको हो, ताकि तपाईलाई लेख्नको लागि सजिलो होस् भनेर। ओके, संसारमा 3 प्रकारको विवाहहरू छन् अहिले। संसारको बुझाइ भनौँ न, अहिले संसारमा आइरहेको शिक्षाहरू चाहिँ 3 प्रकारको विवाहहरू छ। पहिलो चाहिँ छ विवाह एउटा विधि हो भनेर अहिलेसम्म सिकाइँदै आएको छ। विवाह एउटा विधि हो, जसलाई हामी सेक्रामेन्टल म्यारेज पनि भन्दछौँ। विवाह एउटा विधि हो। अनि यो चाहिँ विशेष गरी रोमन क्याथोलिक चर्चले सिकाउँदै आएको हो। अनि उनीहरूले के भन्छ भन्दा बिहा गर्यो भने चाहिँ परमेश्वरको अनुग्रह हाम्रो घरमा आउँछ भन्छ। हुन त बाइबलमा कुनै रेफरेन्स पदहरू छैन बिहा गर्यो भने हाम्रो जीवनमा परमेश्वरको अनुग्रह आउँछ भनेर। बाइबलले भन्छ अनुग्रह त परमेश्वरको सित्तैको वरदान हो। परमेश्वरले हामीलाई सित्तैमा त्यो वरदान दिनुभएको छ, अनुग्रह चाहिँ। त्यसको लागि बिहे गर्नुपर्छ भन्ने चाहिँ छैन है। तर एउटा विधिको रूपमा यसलाई चाहिँ अहिलेसम्म हेरिँदै आएको छ। एउटा विधि विधान हो, उहिलेदेखि चलिआएको चलन हो, प्रचलन हो भनेर हामीले बुझ्दै आएका छौँ। अनि संसारको सबै रिलिजनहरू, धर्महरू त्यसैमा पर्दछ। तपाईँले एउटा हिन्दू दाजुभाइलाई सोध्नुभयो, बुद्धिस्ट दाजुभाइलाई सोध्नुभयो, कुनै एउटा इस्लाम दाजुभाइलाई सोध्नुभयो भने पनि विवाह कसरी सुरु भयो, विवाहको इतिहासहरू तपाईँले बताउनुहोस् भन्यो भने प्रायः कसैले पनि विवाहको इतिहास बताउन सक्दैन। जुन इतिहास मैले तपाईँलाई आज बिहान बताएँ, त्यो विवाहको इतिहास चाहिँ बाइबलले मात्रै हामीलाई वर्णन गर्दछ। र कतिजनाले तपाईँले प्रभुलाई विश्वास गर्नुभन्दा अगाडि विवाह गर्नुभयो। तपाईँलाई अहिले मैले सोधेँ भने पनि तपाईँले के विवाहको बारेमा बुझ्नुभयो, के तपाईँले थाहा भएर विवाह गर्नुभयो, विवाहको बारेमा जानकारी पाएर विवाह गर्नुभयो सोधेँ भने सायद धेरैजनाले उत्तर दिन सक्नुहुन्न। किनकि उहिलेदेखि चलिआएको एउटा चलन हो, हाम्रो आमा बुवाबाट पहिलादेखि चलिआएको रीतिरिवाज हो भनेर हामी अहिलेसम्म मान्दै आएका छौँ। किन बिहा गर्नुपर्छ भनेर सोध्यो भने पनि अब यो सामाजिक चलन हो, उहिलेदेखि चलिआएको चलन हो भनेर हामी त्यसलाई लिने गर्दछौँ। त्यसकारण यसलाई हामीले एउटा विधिको रूपमा लिएका छौँ। यसको संसारको सबै रिलिजनहरू, धर्महरू जसले विवाह गरिरहेका छन् आफ्नो धर्म विधि अनुसार, उनीहरूले यो एउटा चाहिँ सामाजिक निरन्तरताको लागि चलिआएको एउटा विधि विधान हो भनेर बुझ्दै आएको हो। तर एज अ क्रिस्चियनहरू, एज अ मण्डलीमा हामी हुर्केका जवानहरूले, प्रभुका जवानहरूले विवाहलाई एउटा विधिको रूपमा लिनु हुँदैन। किनकि विवाह चाहिँ विधिभन्दा पनि एकदम बहुमूल्य कुरा छ, जुन कुरा म आज तपाईँलाई बताउन गइरहेको छु। दोस्रो चाहिँ विवाह एउटा सम्झौता हो भन्ने शिक्षा छ। ओके, विवाह सम्झौता हो भन्ने जुन शिक्षा छ, यो शिक्षा चाहिँ विशेष गरी पश्चिमा देशहरूबाट आएको शिक्षा हो। पश्चिमा देशहरूबाट एउटा शिक्षा छ, त्यो चाहिँ सम्झौता भन्ने। यो विशेष गरी 17औं शताब्दीमा जब ठुलो क्रान्ति भयो, युरोप क्रान्ति, पश्चिमा अमेरिकाको क्रान्तिहरू हेर्नुभयो भने चाहिँ त्यो बेला ठुलो ठुलो कृषि क्रान्तिहरू, औद्योगिक क्रान्तिहरू र राजनीतिक क्रान्ति, आर्थिक क्रान्तिहरू भयो।
त्यो बेला अर्को एउटा ठुलो क्रान्ति भयो, त्यसलाई चाहिँ हामी बौद्धिक क्रान्ति भन्दछौँ, त्यसलाई इन्लाइटनमेन्ट एरा, बुद्धिको विकासको युग पनि भन्दछौँ। अनि अहिले संसारमा बुद्धिको विकासलाई तपाईँले हेर्नुभयो भने चाहिँ कल्पना गर्न सक्नुहुन्न, यति द्रुत गतिमा बुद्धि चाहिँ, विजडम चाहिँ विकास भएर गएको छ। एउटा रिसर्चले के भन्छ भन्दा चाहिँ 1835 देखि 1935सम्म इस्वीसम्म चाहिँ 1835 देखि 1935 लगभग 100 वर्षमा बुद्धि चाहिँ दोब्बर भयो भन्छ। बुद्धि दोब्बर हुनको लागि 100 वर्ष लाग्यो। 1835 देखि 1935 को 100 वर्षभित्रमा बुद्धि ज्ञान चाहिँ दोब्बर भएर गयो भन्छ। तर अहिलेको युगमा चाहिँ 21औं शताब्दीमा चाहिँ बुद्धि हरेक 12 घण्टामा दोब्बर हुन्छ भन्छ। तपाईँले बुझ्नुभयो होला बुद्धि कति स्पिडमा अगाडि बढेर गइरहेको छ। अहिले त्यसकारण त विकासको कुराहरू हेर्नुहोस्, प्रविधिको कुराहरू यति धेरै विकास भएर गयो कि हामी कल्पना गर्न सक्दैनौँ। अहिले तपाईँले भर्खर सुन्नुभयो होला, अहिले तपाईँले गुगलहरूतिर पनि हामी देख्नुहुन्छ एलन मस्कले जुन प्रकारको चिप्स ब्रेनमा राखेर मानिसलाई परीक्षण गरिरहेको छ। अब त्यो कुराहरू विकास भएर गयो भने तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न। अहिलेको तपाईँले सुन्दै हुन्छ एआईको कुराहरू, आर्टिफिसियल इन्टेलिजेन्सको कुराहरू आइरहेको छ। यो अहिलेको युगको सबैभन्दा स्पिडमा अगाडि गइरहेको एउटा टेक्नोलोजीहरू, प्रविधिहरू हामी देखिरहेका छौँ। मानव जो बौद्धिक विकासको कुराहरू अहिले हेऱ्यो भने चाहिँ अचम्म लाग्ने कुरा छ। अब यो जुन एलन मस्कले जुन चिप्स ब्रेनमा राखेर सुरु गर्ने जुन प्रविधिलाई उसले टेस्ट गरिरहेको छ, यो सक्सेस भयो भने चाहिँ अब धेरैचोटि हामीले विचार गरेको भन्दा पनि हामी फरक कुरा पाउनेछौँ। उदाहरणको लागि तपाईँले टिभी निभाउनु पऱ्यो भने चाहिँ तपाईँले टिभी निभाउनुको लागि रिमोट चाहिँदैन। तपाईँको दिमागमा सोच्नुहुन्छ तपाईँले टिभी निभाउनु पर्यो भनेर सोच्नु मात्रै हुन्छ, टिभी आफै निप्छ। बुझ्नुभयो भएन? किन टेक्नोलोजी त्यसरी विकास भएर गयो। तपाईँले बाइबलको उत्पत्तिको पुस्तक अब मोबाइलमा उत्पत्तिको 1 अध्याय खोल्नु चाहेको हो भने चाहिँ उत्पत्ति 1 अध्याय भनिसक्दाखेरि आफै मोबाइलमा त्यो उत्पत्ति 1 अध्याय आउँछ। किन टेक्नोलोजीहरू त्यसरी विकास भएर गइरहेको छ। अहिलेको सबभन्दा ठुलो डर चाहिँ एआई हो। एआईले चाहिँ यति साह्रो मान्छेहरू डराइरहेको छ कि नेक्स्ट गड चाहिँ यही हुने हो कि भन्ने डर हो। किनकि सबै कुराको प्रश्नको जवाब उसले दिनेछ। बुझ्नुभयो भएन? मान्छेले जे पनि प्रश्न गर्छ त्यसको जवाब चाहिँ एआईसँग छ भन्छ, आर्टिफिसियल इन्टेलिजेन्ससँग। त्यसकारण नेक्स्ट मान्छे डराएको कुरा चाहिँ उसको सबै कुरा चाहिँ प्राइभेसी हुने छैन, गोपनीय कुरा केही पनि हुने छैन, सबै कुराको रेकर्ड हुनेछ। इभन तपाईँले मोबाइलमा बेलुका उदाहरणको लागि मोबाइल चाहिँ तपाईँले अन गरेर राख्नुभयो होइन, तपाईँको मोबाइल यहाँ राख्नु भएको छ, यहाँ मोबाइल अन गरेर तपाईँ सुत्नुभयो भने बुढाबुढी चाहिँ यहाँ बात मार्नुभयो भने चाहिँ उदाहरणको लागि भोलि चाहिँ हामी मोटरसाइकल किन्नुपर्छ होला भनेर तपाईँले सोध्नुभयो भने चाहिँ यो मोबाइलले सुनिरहेको हुन्छ सबै कुरा, अनि तपाईँलाई मोबाइलमा त्यो मोटरसाइकलको नक्सा पठाउन थाल्छ उसले। बुझ्नुभयो भएन? किनकि तपाईँले बुढाबुढीले कुरा गरेको सबै कुरा चाहिँ मोबाइलमा सबै कुरा चाहिँ उसले सुन्छ। अब मैले अहिले तपाईँले देख्नुहुँदैछ अब अहिलेको बोलेको कुराहरू केही पनि टाइप गर्नु पर्दैन, सबै कुराहरू आफै वर्डमा टाइप गरेर पठाउने कुराहरू आइरहेछ। अब नयाँ नयाँ विकास र प्रविधिहरू आइरहेको छ। अनि अहिलेको युगमा चाहिँ बुद्धि चाहिँ प्रत्येक 12 घण्टामा चाहिँ दोब्बर हुन्छ भन्छ। तर 1835 देखि 1935 में 100 वर्षमा मात्रै बुद्धि दोब्बर भयो। तर यो युग यस्तो युग भयो कि बुद्धि चाहिँ एकदम दोब्बर भएर गइरहेको छ। मेरो एकजना साथीले धेरै साल अगाडि हो, त्यो 8-10 वर्ष अगाडिको कुरा हो। अब उहाँले चाहिँ उता नेदरल्यान्डमा चाहिँ गाई पालेको रहेछ। तर उसले त्यो नेदरल्यान्डको गाई चाहिँ नेपाल बसी दुन्छ। उसले नेपालले बसेपछि गाई उता हेर्छ, किनकि अब गाई हेर्नको लागि मान्छे त्यहाँ चाहिँदैन, सबै मोबाइलले गर्छ। यहाँ मोबाइलमा उसले सबै सिस्टमहरू राखेको छ। अनि उता उसले रोबोट राखेको छ, रोबोट। अनि उसले यहाँ रोबोटलाई सबै कुरा इन्स्ट्रक्सन दिन्छ, रोबोटले गएर गाईको थुन सबै धुन्छ, अनि त्यहाँ मेसिन लगाउँछ, सबै दुध दुइसकेपछि चाहिँ त्यो रोबोटले आफै त्यो मेसिनहरूलाई ठिक ठाउँमा लगाएर राख्छ। अनि गाईलाई चाहिँ सबै गोबरहरू सोर्ने काम रोबोटले गर्छ। दुध चाहिँ ट्याङ्कीमा राखेर बाहिर लगेर राखिदिन्छ। अनि त्यो कम्पनी आउँछ, दुधको कम्पनी, डेरी कम्पनी दुध लिएर जान्छ। अनि गाईको गोबरदेखि सबै सोर्ने काम उसले यहीँबाट हो। नेपाल घुमिरहेछ, उता 50वटा गाई पालिरहेछ। तपाईँले यो कुरा पत्याउनु गाह्रो कुरा हो। हेर्नुहोस् त, अब गाई पाल्नुको लागि तपाईँ गाईको गोठमै बस्नुपर्छ भन्ने छैन, किनकि प्रविधिले यति साह्रो विकास गरेर गयो कि अब सबै कुरा तपाईँले एक ठाउँ बसेर सबै कुरा गर्न सक्नुहुन्छ। त्यसकारण अहिलेको बुद्धिको जुन विकास र जुन द्रुत गतिमा विकास भएर गइरहेको छ,
बुद्धि सँगसँगै यी सबै कुराको विकास सँगसँगै तपाईँले एउटा कुरा बुझ्नुपर्ने कुरा के छ भने चाहिँ मानिसमा स्वतन्त्रता र मानिसमा के भनौँ परमेश्वरदेखि बाहिरको कुराहरू, परमेश्वरदेखि बाहिर पनि अघि मैले कुरा गरेँ तपाईँलाई आनन्द छ र आराम छ, परमेश्वरदेखि बाहिर सबै कुरा प्राप्य छ, उपलब्ध छ भन्ने कुरा पनि मानिसले बुझ्दै जानेछ। यसकारण यो प्रकारको नास्तिकवादको विकास पनि भएर गइरहेको युगमा आज हामीहरू छौँ। यसकारण अब नास्तिकवाद र भौतिकवादले के कुरा ल्यायो भन्नुहोस् त, त्यसले सबभन्दा ल्याएको सबभन्दा ठुलो चुनौती चाहिँ विवाहमा आएको चुनौती हो। अनि मान्छेको एथिक्सको कुराहरू, नैतिकताको कुराहरूमा ठुलो चुनौती। अघि मैले तपाईँलाई युरोपको कुरा गरेँ, युरोपतिर चाहिँ 13 वर्ष उमेरदेखि नै यौन सम्बन्ध राख्न पाउनुपर्छ भन्ने बिल पास गर्नु खोज्दैछ। यो के कुरा तपाईँ देख्दै हुनुहुन्छ भने मान्छेहरू कति धेरै ओपन भयो कि ताकि मान्छेले यौनलाई पनि यति साधारण सम्झेर मानिसहरू त्यो प्रकारले गइरहेको हामी देखिरहेका छौँ। अब तपाईँले युरोपको अमेरिकाको इतिहास पढ्नुभयो भने चाहिँ अहिले त्यहाँको लगभग 40% नानीहरू चाहिँ बाउबिना नै हुर्किरहेछ भन्छ। किनकि उनीहरू चाहिँ बिहा गर्दैन, लिभिङ रिलेसनसिपमा बस्छ र उनी त्यसरी नानी जन्माउँछ। दिदीबहिनी पनि अब केटाहरूसँग बस्दै नानी जन्माउने अनि त्यस पछाडि चाहिँ नानी एक्लै हुर्काउने। अनि कतिजनाले चाहिँ केटा खोज्दै हिँड्छ, गाह्रो भयो भने चाहिँ कुन केटाको, अब थुप्रै केटासँग सम्बन्ध राखेको छ, कुन चाहिँ केटाको नानी हो, अनि त्यस पछाडि डिएनए टेस्ट गर्दै हिँड्नुपर्ने हुन्छ। अनि केटीले चाहिँ गएर लोयरलाई भन्छ, उसले केस फाइल गर्छ, मेरो नानी जन्मेको छ अनि फलानु फलानु केटा मलाई डाउट लागेको छ, त्यो केटालाई पक्री पाऊँ भनेर निवेदन लिन्छ। अनि पुलिसले गएर त्यो केटाहरू पक्रेर ल्याउँछ, कोही बेला 500 जना पक्रेर ल्याउँछ, किन उसको 500 जनासँग सम्बन्ध छ नि त, बुझ्नुभयो भएन। अनि सबै 5 जना केटालाई लहरे राखेर अनि उनलाई चाहिँ पुलिसले चाहिँ डिएनए टेस्ट भनेर बोलाउँदैन, तिमीलाई विशेष एउटा सल्लाह लिनुपर्ने छ, तपाईँको सल्लाह भनेर बोलाउँछ, खुसी भएर आउँछ। अनि तिमीलाई केटी त्यहाँ उभिन्छ, मैले तिमीसँग यौन सम्बन्ध राखेको थिएँ, यो मेरो नानी चाहिँ यसको बाउ को मलाई थाहा भएन, तिमीले डिएनए टेस्ट गर्नुपर्छ भन्छ। त्यो 5 जना मान्छे छक्क पर्छ। अनि डिएनए टेस्ट गरेपछि चाहिँ अनि अब कसको बाउ हो थाहा छैन। अब त्यसै पत्ता लागेपछि चाहिँ अब जो बाउ हो उसलाई चाहिँ कानुनी हिसाबले चाहिँ यो नानी हुर्काउनमा तिमीले पैसा दिनुपर्छ भन्छ। यसको अमेरिकामा चाहिँ त्यो युरोपतिर चाहिँ त्यो प्रकारको समस्या भइरहेछ। त्यसले त केटाहरू पनि केटी देख्ने बित्तिकै भाग्नु थालिसकेछ अझ, किन यौन सम्बन्ध राख्ने बित्तिकै नानी बनाइदियो भने चाहिँ त्यसको बाउ बनेर उसलाई स्याहार गर्नुपर्ने हुन्छ। त्यो कारणले त ठुलो चुनौतीहरू, जुन प्रकारको ओपननेस पनि आइरहेको छ, त्यसले सबभन्दा ठुलो चाहिँ पारिवारिक कुरालाई ठुलो त्यसले समस्या ल्याइरहेको छ। यसका एउटा भनाइ छ नि, स्वस्थ परिवार र स्वस्थ समाज। परिवार स्वस्थ भएन भने त्यहाँबाट एउटा स्वस्थ समाजको हामी परिकल्पना गर्न सक्दैनौँ। अहिले संसारको सबभन्दा ठुलो समस्या तपाईँले देख्नुभएको चाहिँ जनसङ्ख्याको समस्या। अहिले तपाईँले बुझ्दै हुन्छ नि, साउथ कोरियामा पनि लाखौँ मान्छेहरू ल्याइरहेको छ, कामदारहरू। नेपालबाट पनि प्रत्येक वर्ष 40-50 हजार नेपाली कोरियामा लगिरहेको छ। कोरियामा धेरै उद्योग खोलेको कारणले गर्दा होइन, तर कोरियामा जन्मदर घट्दै गएको कारणले कोरियनहरूले अब बिहा गर्नु छोड्यो, नानी जन्माउनु छोड्यो। त्यसले नानी नजन्मेपछि नयाँ पुस्ता आएन भने चाहिँ विकास हुन सक्दैन देशमा काम गर्ने मान्छेको कमीको कारणले अब विदेशबाट मानिसहरू, जवानहरू देशमा भित्र्याउनु पर्ने भयो। त्यसकारण अहिले कोरियामा चाहिँ तपाईँले एकजनाले नानी जन्मायो भने चाहिँ नेपाली लगभग 3 लाख रुपियाँ जति चाहिँ सरकारले गिफ्ट दिन्छ नानी जन्मायो भने। सेकेन्ड नानी जन्मायो भने 3-4 लाख रुपियाँ उपहार दिन्छ, किनकि नानी जन्माउने मान्छे छैन, बिहे गर्दैन। अब बिहे गर्नु छोडिसक्यो अनि नानी पनि नजन्माउने, बुझ्नुभयो भएन। त्यो प्रकारले समाज चाहिँ एउटा ठुलो विकृतितिर समाज ढल्केर गइरहेको छ। विवाह एउटा चुनौतीतिर भएर गइरहेको हामी देखिरहेका छौँ। त्यो कारणले एउटा सामाजिक विचलन आइरहेको छ। तपाईँले सोच्नु होला, जापानले नेपालीले किन बोलाएको, संसारभरिको मान्छे किन जापान जाँदैछ, किन अस्ट्रेलिया जाँदैछ? कारण त्यही नै हो, किनकि पारिवारिक ठुलो तनावबाट भएर गइरहेको छ। 2019 को जस्तो लाग्दैछ मलाई, 19 को मेरो 2019 को सिङ्गापुरको संसद भवनमा एउटा विषयमा बहस भएको थियो। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ सिङ्गापुरको सरकारले यति धेरै पैसा जनतालाई दियो कि मान्छेहरू पैसा प्रशस्त कमाए, अब परिवारलाई व्यवस्था गरेर विदेशतिर जाने, बाहिर घुम्ने, तर आफ्नो परिवारलाई व्यवस्था गर्ने, पारिवारिक कुराहरू चाहिँ भद्रगोल भएको कारणले चाहिँ सिङ्गापुर सरकारले चाहिँ के भन्यो भन्दाखेरि चाहिँ अब हामीले परिवारलाई पनि जोड दिनुपर्ने कुरा छ, परिवारप्रति फोकस गर्नुपर्ने कुरा छ। यसकारण सिङ्गापुरको सरकारले जनतालाई के भन्यो भन्दाखेरि चाहिँ तपाईँहरूले आफ्नो परिवारलाई पनि ध्यान दिनुहोस् र तपाईँहरू जहाँ जानुहुन्छ तर बेलुका चाहिँ घरमा आउनुहोस्। मैले एकजना पास्टरलाई धेरै केही वर्ष अगाडि कुरा गरेको थिएँ, उहाँहरूलाई भेट्ने कुरा गर्दाखेरि चाहिँ उहाँले भन्नुहुँदै थियो, हामी अहिले चाहिँ सरकारले चाहिँ के कुराको प्रावधान राखेको छ भन्दाखेरि चाहिँ
जति पनि सिङ्गापुरको नागरिक छन् तिनीहरूले चाहिँ प्रत्येक बेलुका चाहिँ घर आउनुपर्ने परिवारसँग, किनकि नानीहरू चाहिँ बाउ बिना नै हुर्किरहेछ। हो, बाउ एकातिर हिँडिरहेछ, किन प्रशस्त पैसा छ नि, बाउको आफ्नै कमाइ छ, आमाको आफ्नै कमाइ छ, उनीहरू आफू आफू सिङ्गल जीवन जिउँछन्। तर नानीहरू चाहिँ ठुलो समस्यामा परेको छ, नानी हुर्काउने मान्छेहरू छैन अहिले। त्यस कारण अब सिङ्गापुरमा के गर्छ भन्दा चाहिँ दुवैजना केटा र केटीले नानी हुर्काउने अर्को केटी राख्छ फेरि, अनि त्यो केटीले आएर चाहिँ दिनभरि नानी हेरिदिन्छ, दिनभरि तपाईँको भात पकाइदिन्छ अर्कै मान्छेले, अनि नानी हेरिदिन्छ, भात पकाइदिन्छ, ऊ जान्छ। तपाईँको चाबीहरू सबै त्यहाँ हुन्छ, चोर्ने कुरा केही पनि हुँदैन, किनकि त्यहाँ चोर्यो भने चाहिँ ठुलो दण्ड छ। त्यो कारणले चाहिँ एउटा दिदीबहिनी आउँछ, उसको लागि बिहानै भात पकाइदिन्छ, त्यो घरको मालिक छ उनीको भेट पनि हुँदैन, उनीहरूलाई सबै थाहा हुन्छ किचनको कुराहरू कहाँ पकाउने के सामान छ भनेर पकाइराख्छ अनि जान्छ। अनि उनको नानीहरू हेरिदिने मान्छेहरू राखेको हुन्छ। तर श्रीमती चाहिँ प्रायः भेट्दैन, किनकि उनीहरूको आफ्नो कामले गर्दाखेरि चाहिँ। तपाईँले देख्नुभयो अब परिवारहरू कस्तो परिस्थितिबाट गुज्रिरहेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब विवाह चाहिँ एउटा सम्झौता मात्रै भएर गयो। मैले भने बुझ्दै हुनुहुन्छ, विवाह चाहिँ अङ्ग्रेजी कन्ट्र्याक्टबाट आएको, कन्ट्र्याक्चुअल। कन्ट्र्याक्ट भनेको चाहिँ सम्झौता हो। अब तपाईँले यहाँ मेरिम वेब्स्टरको परिभाषा हेर्नुहोस् है त। मेरिम वेब्स्टर भन्ने एउटा डिक्सनरी छ, डिक्सनरीमा चाहिँ यो अमेरिकाको हेर्नुहोस् त, अमेरिकाज मोस्ट ट्रस्टेड डिक्सनरी भनेर लेखेको छ। अमेरिकाको मेरिम वेब्स्टरको डिक्सनरी के भन्नु शब्दकोश, त्यहाँ चाहिँ के लेखेको छ भन्दा चाहिँ द स्टेट अफ बिङ युनाइटेड एज ए स्पाउसेस इन ए कन्सेन्सुअल एन्ड कन्ट्र्याक्चुअल रिलेसनसिप रिकग्नाइज बाई दि ल, है, सहमति र सम्झौताको सम्बन्ध जसलाई पति पत्नीको रूपमा राज्यद्वारा मान्यता दिइन्छ। अब हेर्नुहोस् त, तपाईँले के कुरा त्यहाँ कमी देख्नुभयो? यो परिभाषा विवाह भनेको के हो भन्दाखेरि चाहिँ उनीहरूको परिभाषा यो सहमति र सम्झौताको सम्बन्ध जसलाई पति पत्नीको रूपमा राज्यले मान्यता दिन्छ। यो परिभाषा किन कम्प्लिट छैन भन्नुहोस् त? यो परिभाषामा किन कम्प्लिट छैन? किन यो परिभाषामा पुरुष र स्त्री भन्ने पनि छुट्याइएको छैन। किन बाइबलले के भन्छ, अघि हामीले उत्पत्तिमा पढ्यौँ, परमेश्वरले 1:26-27 पदमा आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भयो अनि नर र नारी गरी बनाउनु भयो। तपाईँले कहाँ देख्नुहुन्छ त नर र नारी? कहीँ पनि छैन। देख्नु हुँदैछ नि, अहिलेको परिभाषा चेन्ज भएर गयो। त्यसकारण अब होमोसेक्सुअल म्यारेजको अवधारणा त्यहीँबाट आएको। त्यसको विवाह भनेको चाहिँ केटा र केटीको बिचमा मात्रै हुँदैन, केटा पनि केटी पनि गर्नु मिल्छ भनेर त्यो परिभाषा चाहिँ ब्रडर परिभाषा भन्छौँ, फराकिलो परिभाषा राखेर अहिले नयाँ परिभाषा यसरी राखिएको छ। अब सम्झौताको सम्बन्ध हो जसबाट दुवैजनाले सँगै रहन चाहन्छन् भने तिनीहरूलाई पति पत्नी भनी घोषणा गरिन्छ, राज्यले सर्टिफिकेट पनि दिन्छ तिमीहरू श्रीमान श्रीमती हौ भनेर। तर केटा र केटी नै हुनुपर्छ भन्ने चाहिँ छैन। देख्नु हुँदैन नि। अब अक्सफोर्ड, यो चाहिँ ब्रिटिस डिक्सनरी, तपाईँलाई थाहा छ नि, ब्रिटिस डिक्सनरीको पुरानो परिभाषा हेर्नुहोस् त। पुरानो परिभाषा औपचारिक एकता जसद्वारा एउटा पुरुष र एउटी स्त्री पति पत्नीको एक भएको राज्यद्वारा मान्यता दिइयो, यो पुरानो परिभाषा हो। त्यसमा चाहिँ पुरुष र स्त्री, एउटा पुरुष र एउटा स्त्री, अ म्यान एन्ड अ वुमन भनेर लेखेको छ, होइन? एउटा पुरुष र एउटा स्त्रीको बिचको सम्बन्ध औपचारिक एकता वाइ जसलाई राज्यले पनि मान्यता दिन्छ। यो अलिकति बिब्लिकल जस्तो हामी देख्दैछौँ। त्यसमा चाहिँ नर र नारीको कुरा, एक स्त्री एक पुरुष भन्ने परिभाषा गरेको छ। तर हेर्नु त सेकेन्डरी डेफिनेसन भनेर थप्यो पछि चाहिँ, किन भन्दा माथि इन लाइट अफ गे म्यारेज बिङ लिगलाइज इन द युके। अब युकेमा पनि समलिङ्गी विवाहलाई पनि मान्यता दिए पछाडि चाहिँ परिभाषा चेन्ज भयो। अ युनियन बिट्विन पार्टनर्स अफ द सेम सेक्स भनेर सेकेन्डरी दोस्रो परिभाषा सेकेन्ड परिभाषामा राख्यो। त्यो चाहिँ के भन्यो भन्दाखेरि चाहिँ एउटै लिङ्गीहरू बिचको एकतालाई पनि विवाह भनेर भनिन्छ भनेर राखिदियो। तपाईँले बुझ्नु हुँदैछ नि, होइन? एउटै लिङ्गी भनेको त्यसलाई हामी समलिङ्गी भन्छौँ। समलिङ्गी, सम भनेको एउटै हो, लिङ्गी भनेको बुझिहाल्नु भयो, होइन? होमो भनेको चाहिँ एउटै भनेको, होमोसेक्सुअल एउटै सेक्स भएका अथवा केटा केटी त्यसलाई चाहिँ होमोसेक्सुअल भन्छौँ। अनि अब केटी बिहा गरे त्यसलाई चाहिँ हामी लेस्बियन म्यारेज भनेर अहिले हामीलाई थाहा छ। तपाईँले देख्दै हुन्छ नेपालमा पनि यो कुराहरू बढेर गइरहेको छ। अब युट्युबतिर तपाईँले देख्नु हुँदैछ, होइन? केटी बिहा गर्न थालिसकेको छ, केटा पनि बिहा गर्न थालिसकेको छ। यो कहाँबाट आयो कन्सेप्ट भन्नुहोस् त? यो चाहिँ कन्ट्र्याक्चुअल म्यारेजको अवधारणा। किनकि उनीहरूले के भन्छन्, विवाह चाहिँ दुईजनाको बिचको सम्झौता हो। यदि सँगै रहन चाहन्छन् भने त्यसलाई राज्यले मान्यता दिनुपर्छ भन्छ।
यसका होमोसेक्सुअल पार्टीहरू टिमहरू जो हामी अहिले नेपालमा एलजिबिटी ग्रुपहरू भनेर भनिरहेछौँ होइन, समलिङ्गी ग्रुपहरूले चाहिँ सरकारलाई प्रेसर दबाब दिइरहेको छ, हाम्रो राइट हुनुपर्छ, हामी केटाकेटा पनि बिहा गर्नु पाउनुपर्छ, केटीकेटी पनि बिहा गर्नु पाउनुपर्छ भनेर उनीहरूले त्यो राइटको लागि फाइट गरिरहेछ, आफ्नो अधिकारको लागि। अब कल्पना गर्नुहोस् त संसार कतातिर गइरहेको छ, यो कुराबाट तपाईँले बुझ्न सक्नुहुन्छ। किन भन्दा चाहिँ मेरो इच्छा हो, मेरो चाहना हो, मेरो आफ्नो इच्छाको कुरा हो, आफ्नो फ्रिडम, आफ्नो स्वतन्त्रताको खातिर, मेरो इच्छाको खातिर। अब यो प्रकारको अवधारणाहरू चाहिँ संसारमा आइरहेको छ। अहिलेको टेक्नोलोजीले गर्दाखेरि चाहिँ हाम्रो नेपालीहरू सबैजनासँग यो अवगत भएर गइरहेको कुरा छ। हाम्रो मोबाइलहरूमा, हाम्रो गुगलहरूमा, हाम्रो हरेक आउने च्यानलहरूमा पनि, हाम्रो सामाजिक सञ्जालहरूभित्र पनि यो प्रकारको शिक्षाहरू पनि आइरहेको हामी सुनिरहेका छौँ, देखिरहेका छौँ। यसका जवानहरू यो कुरादेखि तपाईँ छक्क पर्नुपर्ने कुरा छैन, किनकि भौतिकवाद र नास्तिकवादले ल्याएको एउटा अवधारणा जसले यो पुस्तालाई ठुलो प्रभाव पारिरहेको छ। कि नास्तिकवाद भने बुझ्नुहुन्छ, जसले परमेश्वरै छैन भन्छ, त्यो समूहहरू, भौतिकवाद जसले भौतिक कुरा नै सबै कुरा हो भन्छ, त्यो प्रकारको त्यो वादले, इजम भन्छ हामी, भौतिकवाद र नास्तिकवाद, यी वादहरूले ल्याएका शिक्षाहरू हुन् जसले आजको समाजलाई त्यतातिर ढकेलिरहेको तपाईँ देख्नुहुँदछ। अब हेर्नुहोस् है, अहिले जति पनि तपाईँले कोर्ट म्यारेज गरेर गर्ने कुराहरू, छोडपत्र र पुनर्विवाहको कुरा सुन्दै हुनुहुन्छ, बहुविवाह कुराहरू, लिभिङ रिलेसनसिपको कुराहरू, यो सबै चाहिँ सम्झौताको विवाह, जसलाई चाहिँ मैले अदन बाहिरको विवाह पनि भनेर त्यहाँ नाम पनि दिएको, म्यारेज आउटसाइड द गार्डन। अदनको बगैँचा भएको विवाह चाहिँ करारको विवाह हो, तर अदनको बगैँचादेखि बाहिर भएको विवाह, जसलाई अहिले हामीले चाहिँ कन्ट्र्याक्चुअल म्यारेजलाई पनि हामीले भनेका छौँ। अब कतिजनाले चाहिँ हामी कोर्टमा गएर बिहा गर्ने गर्दछन्, कतिले छोडपत्र गर्ने, फेरि पुनर्विवाह गर्ने, यो सबै चलनहरू चाहिँ बहुविवाह गर्ने कुराहरू, लिभिङ रिलेसनसिप भनेको तपाईँलाई थाहा होला। अहिले बिहा गर्नुभन्दा अगाडि सँगै बस्ने, अनि त्यो प्रकारको कानुनी प्रावधानहरू पनि छ। जस्तो युरोपतिर, अमेरिकातिर, धनी धनी देशहरू, सिङ्गापुरतिर, कोरियातिर पनि यो लिगलाइज छ, कानुनले मान्यता दिएको छ सँगै बस्ने। उनीहरूले के भन्छ भन्दाखेरि चाहिँ हामी भविष्यमा बिहा गर्ने इच्छा हो, तर हाम्रो मन मिल्छ कि मिल्दैन भनेर हामीले एकअर्कालाई जाँचेको भन्छ। अब मन मिल्यो भने हामी भविष्यमा बिहा गर्छौँ, मन मिलेन भने छुट्छौँ, कुरा चाहिँ त्यही हो। अब लिभिङ रिलेसनसिपमा के हुन्छ भन्दाखेरि चाहिँ दुवै केटा र केटीले चाहिँ 18 वर्ष चाहिँ पुग्नुपर्छ। पुगेपछि उनीहरू एउटै कोठामा बस्छन्, र उनीहरू आफ्नो काम गर्छन्, आफ्नो ठाउँमा जान्छन्, आफ्नो कमाउँछन्, अनि बेलुका ल्याएर सँगै पकाएर खान्छन्। 50-50 भनेको त्यही हो। केटाले पनि उदाहरणको लागि खाना बेलुकाको डिनरको लागि 200 रुपियाँ लाग्ने भयो भने चाहिँ केटाले 100 रुपियाँ दिनु पऱ्यो, केटीले 100 रुपियाँ दिनु पऱ्यो। त्यो 200 मिलाएर उनीहरूले खानेकुरा किनेर पकाउँछ, खान्छ, अनि एउटै ओछ्यानमा सुत्छ। बुझ्नुभयो भएन? सँगै बस्ने, तर काम चाहिँ आफ्नो गर्ने, बुढाबुढी चाहिँ होइन फेरि। तर उनीहरूले चाहिँ एकअर्कालाई जाँचेको भन्छ। हामी भविष्यमा हाम्रो मन मिल्छ कि मिल्दैन भनेर जाँचेको अरे। बुझ्नुभयो भएन? अनि उनीहरूको मन मिल्यो भने विवाह गर्छन् सल्लाह गरेर, अब मन मिलेन भने चाहिँ बिहा गर्दैनन्। अब लिभिङ रिलेसनसिपले के समस्या ल्याउँछ भन्नुहोस् त? हामी चाहिँ क्रिस्चियन जवानले बुझ्नुपर्ने कुरा चाहिँ लिभिङ रिलेसनसिपभित्रको समस्या चाहिँ के हो भन्दाखेरि चाहिँ अब एउटा केटाले केटीलाई के भन्नु खोजेको, म तिमीलाई विश्वास चाहिँ गर्नु सक्दिनँ, त्यस कारणले त म तिमीलाई जाँच्न चाहन्छु, मेरो लागि तिमी हो कि होइन भनेर मैले कसरी पत्ता लगाउने? सँगै बसेपछि हामीलाई थाहा हुन्छ। अब हाम्रो मन मिल्यो भने हामी बिहा गर्ने हो, मन मिलेन भने हामी अलग अलग जाने हो, किनकि म तिमीलाई विश्वास गर्नु सक्दिनँ भनेको। दाजुभाइ दिदीबहिनी जवानहरू, जसलाई हामी विश्वास गर्न सक्दैनौँ उसँग कसरी हामी सँगै विवाह गर्न सक्छौँ र? किन विवाहको निम्ति कमिटमेन्ट चाहिन्छ, समर्पणता चाहिन्छ। विवाहको निम्ति निभाउनु पर्ने जिम्मेवारीहरू छन्। जिम्मेवारी चाहिँ निभाउन तयार नहुने र तिम्रोसँग मेरो जीवन मिल्छ कि मिल्दैन भनेर जाँच्ने, किनकि तपाईँ उसलाई भरोसा गर्नुहुन्न नि त, त्यही कारण जाँच्नु खोजेको नि। केटीले पनि त्यही हो, मलाई पनि तिम्रो साह्रै विश्वास चाहिँ लागेको छैन, त्यसले गर्दा हामी सँगै बसौँ, हेरौँ, अनि विश्वास दिलाउन सक्यो भने बिहा गरौँ भन्नु खोजेको। तर मलाई तिम्रो चाहिँ पटक्कै विश्वास चाहिँ छैन, त्यही पनि हेरौँ भनेर त्यो लिभिङ रिलेसनसिप राखेको। जवान भाइ बहिनीले जससँग तपाईँ जीवन नै काट्न चाहनुहुन्न, समर्पण जनाउन चाहनुहुन्न, यदि सम्झौता मात्रै गर्नुहुन्छ भने बिहा नगरेको राम्रो। किनकि संसारले ल्याएको यो शिक्षाले चाहिँ के कुरा ल्यायो भन्दाखेरि चाहिँ विवाह चाहिँ सम्झौता हो। सम्झौता भने सुन्नुहुन्छ नि होइन? उदाहरणको लागि एउटा बाटो बनाउने कम्पनीलाई म उदाहरण लिन चाहन्छु। उदाहरणको लागि चाहिँ यो परको खोला, बागमती खोलादेखि
यो नयाँ बाटोसम्म नयाँ पिच हाल्ने भयो भने, बढाउने भयो भने चाहिँ कम्पनीसँग गभर्मेन्टले एउटा सम्झौता गर्छ, कन्ट्र्याक्ट गर्छ। यो कति 3-4 किलोमिटर होला, 4 किलोमिटर हामी लगभग 100 फिट चौडाको पिच बनाउने छौँ। सरकारले यदि हामीलाई 20 करोड रुपियाँ दिनुभयो भने चाहिँ हामी 1 वर्षभित्र बनाउनेछौँ। सरकारसँग लिखित सम्झौता हुन्छ अनि त्यो कम्पनीले यो बाटो बनाउन सुरु गर्छ। अनि यो चाहिँ 1 वर्षभित्रमा 20 करोड रुपियाँ पाएपछि बनाउनु पर्ने एउटा सम्झौता हो। र विदेशतिर चाहिँ यदि त्यो 1 वर्षभित्रमा बनाएन भने चाहिँ त्यो सम्झौता अटोमेटिक रूपमा खारेज हुन्छ। त्यो कम्पनीलाई सरकारले चाहिँ पनिस गर्छ, दण्ड दिन्छ। किनकि उसले 1 वर्षमा 20 करोड लिएर 1 वर्षमा बनाउँछु भनेपछि बनाउनु पर्छ, त्यो चाहिँ सम्झौता हो। 10 वर्ष गरी 1 वर्ष पुगेपछि त्यो आफै डिजल्भ हुन्छ। अब सम्झौताको विवाह भनेको त्यही नै हो। हामी जबसम्म बस्न सक्छौँ बसौँ, बस्न सक्दैन आफ्नो बाटो लागौँ, त्यही भन्नु खोजेको। अनि त्यसकारण उसले के गर्छ, छोडपत्र गर्ने कानुनी प्रावधानहरू आयो, बुझ्नु हुँदैछ नि। अनि सरकारबाट उनीहरूले कानुनमा के पारित गरे त, छोडपत्र गर्ने चलन पनि नेपालमा मेरो विचार 2006मा छोडपत्रको अनुमति नेपाल सरकारले पनि दियो जनतालाई। अनि अहिले छोडपत्र त्यहाँदेखि त निकै धेरै आकाशिएर गइरहेको हामी देखिरहेका छौँ। किनकि कानुनी सहजता पनि बढेर गइरहेको छ। किन उनीहरूले के भन्छ भन्दा चाहिँ बिहामा सधैँ विवाह भनेको चाहिँ सधैँ रहनुपर्छ भन्ने होइन। जबसम्म मन मिल्छ बस्ने हो, जुन दिन मन मिल्दैन छुट्ने हो। अनि तपाईँ पनि छुट्नुहुन्छ, त्यो नानी चाहिँ के गर्नुहुन्छ नि। एकजना भाइले धेरै साल अगाडि मैले उसलाई देखेको थिएँ, भाइलाई सोधेँ कति वर्ष पुग्नु भाइ भनेको 36-37 वर्ष पुगेँ भन्नु, विदेशी एकजना भाइ। अनि बिहा गर्नु भएको छैन भने म लिभिङ रिलेसनसिपमा छु भनेर। के हो लिभिङ रिलेसनसिप भनेको, हामी सँगै बस्छौँ तर हामी योजना गर्दैछौँ बिहा गर्नको लागि। अनि तिमीहरू एउटै कोठामा बस्छौ भने एउटै कोठामा बस्छौँ, हामी सँगै सुत्छौँ पनि, तर हामी विवाह पति पत्नी चाहिँ होइन। अनि त्यसो सँगै बस्दाखेरि नानी हुँदैन भनेको 2टा नानी भइसक्यो भन्छ। र पनि अहिले बुढाबुढी चाहिँ होइन भन्छ, तर नानी चाहिँ 2टा हुर्कियो। अब मन मिल्यो भने हामी बिहा गर्छौँ, मन मिलेन भने बिहा गर्दैनौँ। अब मन मिल्ने कहिले कहिले 2टा नानी जन्माइसक्यो, बुझ्नुभयो। अब देख्नुभयो संसारको रीतिरिवाज कस्तो छ। यसका सम्झौता, विवाह सम्झौता भनेको त्यही नै हो। अब हाम्रो थुलुङ राईहरूको एउटा प्रकारको बिहा हुन्थ्यो पहिला पहिला। हाम्रो राईहरूको बिहा चाहिँ भविष्यमा गर्ने, त पहिला आमा बुवा सहमति भयो भने सँगै ल्याएर घरमा राख्ने, अनि 4-5 वर्षपछि बिहा गर्ने हो। हाम्रो थुलुङ राईको पनि त्यो चलन चाहिँ थियो। अनि नानीहरू भल्टाङ भुल्टुङ भएपछि बिहा गर्छ। मलाई अचम्म लागेको, मैले सानोमा हुँदाखेरि देखेको। यसका नेपाली भन्छ नि बाउको बेदेख्छस् भनेको त्यही होला। बिचरा त्यो नानीहरू हेर्नु न, लहरे रुँदै बसिरहेछ। बाउको बिहा पुरै भव्य बिहा भइरहेछ, त्यहाँ नानी रुइरहेछ। अब बिचमा आमाले दुध खुवाउनु पनि लानुपर्ने भित्र, बिहाको बिचमा अब नानी रुकै गर्छ। बिहा एकछिन रोकेर लानुपर्ने राईहरूको बडो अप्ठ्यारो बिहा। यो यसलाई चाहिँ हामी सम्झौताको बिहा भन्दछौँ। किन बिहामा हुनुपर्ने कमिटमेन्ट, समर्पणता छैन, तर खालि सम्झौता मात्रै हो। यसका मैले तपाईँलाई यो कुरा बुझाउनु खोज्दैछु, किनकि जवानहरू यो पुस्ताहरूलाई चाहिँ अहिलेको नयाँ शिक्षाले, यो प्रकारको शिक्षाहरू जो भौतिकवाद र नास्तिकवादले ल्याएको शिक्षाहरू आइरहेको छ, विवाह सम्झौता भनेर। इभन तपाईँले युरोपतिर अमेरिकामा जानुभयो भने तपाईँले देख्नु भएको छैन, कतिजना विदेशीहरू यहाँ आउँछ, टुरिस्टहरू। तपाईँले देख्नु भएको छैन, केटीले केरा किनेर आफै खान्छ, केटाले आफै किनेर खान्छ। उनीहरूको बजेट आफ्नो पनि छ। बुढाबुढी चाहिँ बुढाबुढी हो, केरा आफू पनि किनेर खान्छ। हाम्रो नेपालीहरूको एकदम राम्रो है, 1 दर्जन किन्ने हो, बाँडेर खाने हो, ठुटामा बसेर, मुढामा बसेर। बुढाबुढी राम्रो चलन हो नि होइन हजुर, बुढाबुढी बाँडेर खान्छौ नि, बुढाको होस् कि बुढी होस् दुवै एउटै हो। तर संसारको विवाहले के भन्छ अरे त, सम्झौताको विवाहले तिमी आफ्नो पैसाले खर्च गर, म मेरो पैसाले। उनीहरू कहीँ देशमा घुम्न जानु पऱ्यो भने बुढाले आफ्नै पैसा जम्मा गर्छ, बुढीले आफ्नै जम्मा गर्छ, अनि मिलेर टिकट काट्छ। अनि होटलमा बसेको त्यो 1 महिना नेपाल घुमेर गयो भने त्यो कति बजेट खर्च भयो त्यो सबै हिसाब गरेर बुढाबुढीले उता कमाएर फेरि बराबर पूर्ति गर्छ। कि उनले सोच्छ विवाह चाहिँ सम्झौता हो। 50-50 रिलेसनसिप, 50% सम्बन्धहरू। तर क्रिस्चियन विवाह चाहिँ 100% कमिटमेन्ट हो। तर संसारको विवाहले के भन्छ, 50% श्रीमतीले, 50% श्रीमानले कमिटमेन्ट, समर्पण गर्नुपर्छ, र मात्रै सँगै बस्ने हो भन्छ। त्यसलाई चाहिँ हामी
सम्झौताको विवाह भन्दछौँ। यो प्रकारको विवाह चाहिँ एकदम द्रुत गतिमा स्पिडमा आइरहेको छ। अनि अहिलेको जेनेरेसनहरू अहिलेको पुस्ताहरू चाहिँ एकदम धेरै यो कुरालाई मन पराउँदैछ। किन भन्नुहोस् त, यो हेर्दाखेरि एकदम आकर्षित, जसरी अदनको बगैँचामा आदम र हव्वा जुन प्रकारले हेर्नमा रहर लाग्दो, खानामा मिठो, हेर्नमा रहर लाग्दो, आँखाको निम्ति पनि एकदम आकर्षक कुराहरू अहिले हामी देखिरहेका छौँ। कन्ट्र्याक्चुअल म्यारेज हाम्रो लागि आकर्षक देखे तापनि यसले परिवारलाई कसरी विध्वंस परिवारमा ल्याउँछ भन्ने कुराको प्रतिफलहरू अहिले हामी देखिरहेका छौँ। अमेरिका, युरोप त पुरै ध्वस्त भइसक्यो अहिले परिवारहरू। मैले अघि तपाईँलाई भने 43% नानीहरू आमा बुवा बिनै हुर्काउँदैछ। अनि फ्यामिलीहरू कता गइरहेको छ, कल्पना गर्नुहुन्छ कस्तो खालको राष्ट्र समाजको परिकल्पना हामी गर्दैछौँ। अनि यो कुरा बिस्तारै अब विश्व चाहिँ ग्लोबलाइज भएर गइरहेको छ, एउटै हो, संसार एउटै भएर गइरहेको छ। अहिले युरोपमा जे हुन्छ त्यो नेपालमा पनि हुन्छ, अहिले सिङ्गापुरमा जे हुन्छ नेपालमा हुन्छ, किनकि हामी इन्टरनेट र प्रविधिले हामी एउटै संसार भएर गइरहेको छौँ। अहिले तपाईँलाई थाहा छ कि छैन, अहिलेको तपाईँले प्लेनहरू हेर्नुहोस् त, वान वर्ल्ड भन्छ। अब प्लेनहरू पनि एउटै संसार हो भनेर उनले संसारलाई एउटै कनेक्ट गर्नुपर्छ, एउटै हो हामी भनेर त्यो प्रकार अवधारणा ल्याएर गइरहेको हामी देखिरहेका छौँ। त्यो कारणले गर्दा चाहिँ संसारभरि भइरहने घटनाहरू एकछिनमै हाम्रो देशमा आइपुग्छ। अनि त्यो कल्चरहरू पनि आइरहेको छ। यसकारण हामीसँग बिब्लिकल कल्चर, बाइबलीय संस्कृति हुनु जरुरी छ, जो सबै संस्कृतिभन्दा पनि माथि छ। बाइबलले हामीलाई एउटा उत्कृष्ट संस्कृति, जहाँ एउटा मोरल लाइफ, एउटा नैतिक जीवन जिउनलाई हामीलाई परमेश्वरले बोलाउनु भएको छ। यसको अघि हामीले पद पढ्यौँ होइन, कसरी एउटा जवान मानिसले आफ्नो चालचल शुद्ध राख्न सक्छ, तपाईँको वचनमा जिएरै हो। यसको प्रियहरू, संसारबाट थुप्रै प्रकारको शिक्षाहरू आइरहेको छ अनि हामीलाई लोभ्याउने प्रकारको छन्। इभन तपाईँले हेर्नुहोस् त, अहिलेको शिक्षाहरू चाहिँ टेलिभिजनको त्यो विज्ञापन जस्तै हो। विज्ञापन पनि केही नभए पनि बिना पत्तामा एउटा केटीलाई होइन खोलामा गएर नाचेर होइन आधा मात्रै लुगा लगाएर नाचेको देखाएर लिरिल साबुनको एडभर्टाइज गर्छ। किनु बनाउँछ, छाला गोरो त्वच्छ होइन, छाला गोरो न गोरो भएको देखाउँछ। त्यो लक साबुनले नुहाउँदाखेरि तपाईँ गोरो हुन्छ। अहिलेको विज्ञापन हेर्नुहोस् त कस्तो खालको विज्ञापन हुन्छ। अनि हामीलाई किनु बनाउँछ होइन, तपाईँ कतै लक साबुन खोज्दै हिँड्नुहुन्छ होला, किनभने विज्ञापनमा देख्नु भएको हो नि त। अहिलेको इन्स्ट्यान्ट, सबै कुरा इन्स्ट्यान्ट आउँदैछ। हजुर जवानहरू इन्स्ट्यान्ट, सबै कुरा चाहिँ एकदम क्विक हुनुपर्छ, किनकि संसार त्यतिर गइरहेको छ। अब मान्छेले 1 घन्टामा कसले भात पकाउँछ, 3 मिनटमा वाइ बन्छ भने, 3 मिनटमा वाइ बन्छ भने कसले भात पकाएर खान्छ। अनि वाइ हिजो आजको लागि एकदम आकर्षक हो, तर त्यसले तपाईँलाई थाहा छ अल्टिमेटली त्यसले कसरी स्वास्थ्यलाई त्यसले ठुलो ध्वंसात्मक प्रतिफल लिएर आउँदछ हाम्रो शरीरमा। यसकारण संसारमा देखिने हामीलाई लालच गर्ने कुराहरू, आकर्षण गर्ने थुप्रै कुराहरू आइरहेका छन्, जुन कुराहरू हाम्रो लागि त्यति फाइदाजनक छैनन्। यसकारण हामीसँग बिब्लिकल कल्चर, बाइबलीय संस्कृति हामीसँग हुनु जरुरी छ, जसले हामीलाई सबैभन्दा माथि उत्कृष्टमा एउटा मानवीय जीवन जिउनको लागि उहाँले हामीलाई डोर्याउनुहुन्छ। अहिले म त्यतातिर तपाईँलाई लगिरहेको छु। यसको विवाह चाहिँ पहिलो कुरा के थियो, विवाह विधि हो, सेक्रामेन्टल म्यारेज। दोस्रो विवाह सम्झौता हो। अनि सम्झौता विवाह कहाँबाट आएको अरे, भौतिकवाद र नास्तिकवादले ल्याएको शिक्षा, विशेष गरी पश्चिमा देशहरूबाट आएको यो शिक्षाहरू, यो प्रकारको शिक्षाहरू जसले चाहिँ आजको पुस्ताहरूलाई एकदम धेरै आकर्षण गरिरहेको छ। अब यसमा अर्को जोड्ने हो भने चाहिँ भागेर जाने बिहाहरू पनि यही भित्र पर्छ है। किनकि भागेर जाने विवाहहरू पनि के हो त, दुईजनाले मन परापर गर्छन् होइन हजुर, मन परापर भयो उनीहरू भाग्छ। किनकि आमा बुवाको आशिष, सल्लाह, मण्डलीको आशिषको उनीहरूले कुनै परवाह गर्दैन, किन दुईजनाको मन मिल्यो भने भइहाल्यो। यसकारण अहिले विशेष गरी जवानहरूलाई चाहिँ विवाह भनेको के हो भन्यो भने अलिक जवानले फ्याट्ट जवाब दिन्छ, 2 आत्माको मिलन हो भनेर। कस्तो आत्माको मिलन हो त्यो? जवानहरू 2 आत्माको मिलन त मिलन, कस्तो आत्माको मिलन? यसका त्यो लास्टिङ म्यारेज हुँदैन। धेरैचोटि अहिलेको रिसर्चले पनि त्यही कुरा बताउँदैछ। लिभिङ रिलेसनसिपबाट विवाह गरेकोहरूको 5 वर्षमा 50% विवाहहरू चाहिँ 5 वर्षमा नै ध्वस्त भएको छ भन्छ, छुटेको छ भन्छ। जसले लिभिङ रिलेसनसिपबाट चाहिँ विवाहमा आएका छन् तिनीहरूको विवाहको पहिलो 5 वर्षमा नै 50% विवाहहरू चाहिँ टुटेको छ भन्छ। विशेष गरी यो युकेमा र अस्ट्रेलियामा गएको रिसर्चहरू चाहिँ हेर्दाखेरि छ। तपाईँले देख्नुभयो भएन, किनकि हेर्दा एकदम मजाको लाग्छ नि त। केटाहरूलाई विवाह अगाडि नै सँगै बसेर उसको सबै आनी बानी थाहा पाउनु पाए राम्रै हुन्थ्यो भन्ने हामीलाई लाग्छ। किनकि त्यसमा चाहिँ कमिटमेन्ट छैन नि त, समर्पण छैन।
खालि हामी अरूलाई जाँच्न चाहन्छौँ। म तिमीलाई भरोसा गर्न सक्दिनँ, त्यसकारण म तिमीसँग रहेर जाँच्न चाहन्छु तिमीलाई। तिम्रो चरित्रको बारेमा म जान्न चाहन्छु, तिम्रो स्वभावको बारेमा जान्न चाहन्छु। अनि त्यो सबै कुरा जानेपछि मात्रै म विवाहको विषयमा निर्णय गर्छु भन्नु हो। त्यसको अर्थ म तिमीलाई भरोसा गर्न सक्दिनँ, तिमीलाई म जाँच्न चाहन्छु। तपाईँलाई मनपर्छ कसैले म तिमीलाई जाँचेर मात्रै बिहा गर्छु भन्यो भने? रिस उठ्छ नि तपाईँलाई, होइन हजुर? तर विवाह चाहिँ अन्तिम कुरा छ। विवाह चाहिँ करार हो। सबैले म समझ त करार हो। ओके, किन भन्दा चाहिँ मलाई मार्क्स लुकेतले भनेको एउटा स्टेटमेन्ट पढेर म अगाडि बढ्दैछु। परमेश्वरले विवाह बनाउनु भयो, राज्यको कुनै कमिटीले देखेको दर्शन होइन यो। विवाह चाहिँ कुनै पनि एउटा स्टेटले, कुनै पनि देशले देखेको एउटा सपना होइन, तर यो परमेश्वरले बनाउनु भएको एउटा सपना हो। कुनै सामाजिक संस्थाले विकास गरेको कुरा होइन विवाह। विवाह परमेश्वरको मनमा सृजिएको एउटा योजना हो। अनि हामी सबैले भन्नेछौँ आमेन, आमेन। जवानहरू, विवाहको कन्सेप्ट, अवधारणा कुनै राजनीतिज्ञले ल्याएको कुरा होइन, किनकि राज्य र राजनीति संसारमा आउनु अघि नै परमेश्वरले विवाहको कुरा सुरु गर्नुभयो। एकछिन जेनेसिस 1 उत्पत्तिको 1 अध्याय अघि मैले तपाईँलाई सुरुमा बताएँ कि परमेश्वरले सबैभन्दा पहिला बनाउनु भएको ओल्डेस्ट इन्स्टिट्युसन, सबैभन्दा पुरानो सङ्गठन चाहिँ विवाह हो, परिवार हो। परिवारको कुराहरू चाहिँ सोसियोलोजिस्टहरूले, समाजशास्त्रीले भने जस्तो चाहिँ समाजको निरन्तरताको लागि समाजद्वारा निर्मित एउटा सङ्गठन नै विवाह भन्छ। समाजको निरन्तरताको लागि समाजले परिकल्पना गरेको कुरा होइन। बाइबलले हामीले स्पष्ट बताउँदछ कि विवाह चाहिँ परमेश्वरको हृदयबाट सुरु भएको कुरा हो। अनि उहाँले पहिलो इन्स्टिट्युसन, सङ्गठन जो बनाउनु भयो त्यो चाहिँ परिवार हो। इभन त्यो बेला राजनीति सुरु भएकै थिएन, राज्यहरूको अवधारणा सुरु भएकै थिएन। यी सबै कुरा आउनु अघि नै परमेश्वरले परिवारको सुरुवात गर्नुभयो। यसकारण मार्क्स लुकेतले भनेको राइट कुरा हो। कुनै राज्य र कमिटीले देखेको दर्शन होइन विवाह, कुनै सामाजिक संस्थाले विकास गरेको कुरा होइन, तर परमेश्वरको मनबाट सृजिएको एउटा योजना हो मानिस जातिको लागि विवाह। हामी परमेश्वरलाई ठुलो ताली बजाएर धन्यवाद दिन चाहन्छौँ। ओके, अब हामीहरू तेस्रो बुधा भनेर हामी अन्ततिर गर्ने चाहिँ विवाह चाहिँ एउटा करार हो भनेर। विवाह एउटा करार हो। सबैले म समझ त करार हो। अब अङ्ग्रेजी कभनेन्ट भन्ने हामी शब्द छौँ, अनि बाइबलमा हेर्नु भने चाहिँ कभनेन्ट पुरानो करार, नयाँ करार भन्ने हामी जान्दछौँ। अनि करार भनेको चाहिँ परमेश्वरले कसरी मानिससँग करार बाँध्नुभयो, प्रतिज्ञा गर्नुभयो। अनि बाइबलमा लेखेको छ, म तिमीलाई कहिले त्याग्ने छैन, छोड्ने छैन, म जगतको अन्तसम्म तिमीहरूको साथमा छु। परमेश्वरले आफ्नो मानिसहरूसँग करार गर्नुहुन्छ अनि उहाँ त्यो करारप्रति विश्वासयोग्य हुनुहुन्छ। हि इज फेथफुल, उहाँ विश्वासयोग्य हुनुहुन्छ। परमेश्वरले एउटा काम गर्न सक्नुहुन्न भन्छ, त्यो चाहिँ हो परमेश्वरले झुट बोल्न सक्नुहुन्न। उहाँले जे प्रतिज्ञा गर्नुभयो त्यसप्रति उहाँ विश्वासयोग्य हुनुहुन्छ। अनि बाइबलमा लेखिएको छ, म तिमीलाई त्याग्ने छैन, छोड्ने छैन, जगतको अन्तसम्म म तिमीहरूको साथमा छु। मत्ती 28:20 पद, हिब्रू 13:5 पदमा उहाँ आफैले भन्नुभएको छ, म तिमीलाई त्याग्ने छैन, छोड्ने छैन। किन छोड्नुहुन्न, त्याग्नुहुन्न? किन यो चाहिँ उहाँको कभनेन्ट हो, उहाँको करार हो। परमेश्वरले हामीलाई कहिले त्याग्नुहुन्न, छोड्नुहुन्न। किनकि यो उहाँले हामीसँग बाँध्नुभएको एउटा कभनेन्ट हो, करार हो, प्रतिज्ञा हो। अब मैले तपाईँलाई यो किन बताउँदैछु भन्दाखेरि चाहिँ विवाह पनि त्यस्तै एउटा करार हो। जसरी मण्डली ख्रिस्टको आत्मिक दुलै हो, ख्रिस्टलाई हामी आत्मिक दुलाको रूपमा लिँदछौँ र ख्रिस्टले आफ्नो मण्डलीलाई, आफ्नो दुलैलाई प्रेम गर्नुहुन्छ र आफ्नो मण्डलीलाई, ख्रिस्टको आत्मिक दुलै मण्डलीलाई उहाँले कहिले पनि त्याग्नुहुन्न। त्यसरी नै त्यही नमुना हाम्रो लागि हो। विवाहको नमुना चाहिँ सबैभन्दा बेस्ट मोडल येशू ख्रिस्ट नै हुनुहुन्छ, जसले आफ्नो दुलैको लागि, मण्डलीको लागि आफ्नो जीवन दिनुभयो। पावलले एफिसीको 5 अध्यायमा लेख्दछन्, पति आफ्नो पत्नीलाई प्रेम गर जसरी ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभयो। यसका जवानहरू, हाम्रो विवाहको मोडल येशू ख्रिस्ट नै हुनुहुन्छ, जसले आफ्नो मण्डलीलाई, दुलैलाई प्रेम गर्नुभयो। ओके, अब तपाईँले बाइबलमा करार भन्ने जुन शब्द मलाकी 2:14 पदमा देख्नुहुँदछ, परमप्रभु तिमीहरू र तिमीहरूको जवानीपनको पत्नीको बिचमा साक्षीको काम गर्दै हुनुहुन्छ। तपाईँले देख्नुहुन्छ परमेश्वर स्वयं हाम्रो विवाहको साक्षी हुनुहुन्छ। अनि त्यसपछि तल आएर त्यो तिम्रो जीवनसाथी र वैवाहिक करारमा बाँधेकी पत्नी हो। तपाईँले देख्नुहुँदैछ, तिनी तिम्रो जीवनसाथी र वैवाहिक करारमा बाँधेकी पत्नी हुन्।
तपाईँले देख्नुहुन्छ। यसका जवानहरू जब हामी विवाह गर्दछौँ हामीले बुझ्न पर्ने कुरा चाहिँ हाम्रो विवाह चाहिँ करार हो। अब अर्को पद चाहिँ हितोपदेश 2:17 पदमा लेखिएको छ, परमेश्वरको सामु आफूले बाँधेको करार। तपाईँले देख्नुभयो बाँधेको करार। अनि यो तपाईँले दुईटै कन्टेक्स्ट हेर्नुभयो भने चाहिँ दुवै सन्दर्भ चाहिँ कहाँ तपाईँले कन्टेक्स्ट के देख्नुहुन्छ भन्दाखेरि चाहिँ हितोपदेशमा चाहिँ एउटा जवान स्त्रीले आफ्नो जवान पुरुषलाई श्रीमानलाई त्यागेको हो। अनि मलाकीको स्टोरी चाहिँ कन्टेक्स्ट चाहिँ के हो त, एउटा जवान केटाले जब बिहा गरेर आफ्नो जवान स्त्रीलाई आफ्नो पत्नीलाई त्यागेको घटना हो। अनि त्यो सन्दर्भमा परमेश्वरले भन्नुभएको कि तिमीले आफ्नो जवान अवस्थामा गरेको करारलाई त्यागेका छौ। अब करार भनेको के हो म तपाईँलाई पढ्दैछु। ओके, यो मैले केही वर्ष अगाडि दिएको एउटा विवाहको करार हो। देख्नु हुँदैछ है हजुर? मैले एकजना बहिनी पासाङ भाइ र मोना बहिनीको विवाहको एउटा मैले नमुना लिएको। म पासाङ तामाङले तिमी मोना विश्वलाई परमेश्वर पिता, परमेश्वर पुत्र अनि पवित्र आत्माको नाउँमा उपस्थित पवित्र मण्डलीको अगाडि मेरो विवाहित पत्नी भनी म तिमीलाई स्वीकार गर्छु, ग्रहण गर्छु। म तिमीलाई जीवनभर प्रेम गरिरहनेछु। जीवनका सबै रहनसहन, सबै परिस्थितिहरू जस्तै दुःख या सुखमा, रोगी निरोगी अवस्थामा, देश वा परदेशमा, प्रशस्त वा अभावमा म तिमीलाई साथ दिइरहनेछु। मृत्युले हामी दुवैलाई अलग नगरेसम्म म तिम्रै मात्र पति वा त पत्नी भएर जिउनेछु भनी त्रिएक परमेश्वर र उपस्थित मण्डलीको अगाडि यो करार गर्दछु। अब तपाईँले मैले दुईटा लाइनलाई चाहिँ अन्डरलाइन गर्ने रातोले, पहिलो कुरा चाहिँ म तिमीलाई जीवनभर प्रेम गरिरहन्छु। जवानहरू, अब हामीले बुझ्नुपर्ने कुरा जब हामी विवाह गर्दछौँ, जब करारमा हामी आउँदछौँ, हामीले पहिलो कुरा बुझ्नुपर्ने कुरा चाहिँ म तिमीलाई प्रेम गरिरहन्छु भन्नेको अर्थ यो, म जीवनभर तिमीलाई प्रेम गरिरहन्छु भन्ने स्टेटमेन्टको त्यो करारको अर्थ यो, म जीवनभर तिमी बाहेक अरू कसैलाई प्रेम गर्ने छैन भनेको। बुझ्दै हुनुहुन्छ जवानहरू? म तिमीलाई जीवनभर प्रेम गरिरहन्छु भनेको कुरा के अरे त, म जीवनभर तिमी बाहेक अरू कसैलाई प्रेम गर्ने छैन। हामी प्रेम सबैलाई गर्छौँ, तर पत्नीको रूपमा, पतिको रूपमा अरू आफ्नो पति बाहेक, पत्नी बाहेक कसैलाई हामी प्रेम गर्न सक्दैनौँ। ग्यारी स्मेलीले एउटा स्टेटमेन्ट भन्नुभएको मलाई साह्रो मनपर्छ। त्यो चाहिँ श्रीमानहरूलाई उहाँले भन्नुभएको, श्रीमानहरू जीवनभर एउटै केटीसँग प्रेममा फसिरहनु अरे। बुझ्नुभयो? जीवनभर एउटै केटीसँग प्रेममा फसिरहनु अरे, अनि त्यो केटी चाहिँ तिम्रो श्रीमती हो भने। बुझ्नुभयो नि दाजुभाइ? जीवनभर हामी एउटै केटीसँग प्रेममा फस्नुपर्छ, त्यो चाहिँ को अरे? श्रीमती। म तिमीलाई जीवनमा प्रेम गरिरहन्छु भनेको यही हो, जीवनभरि म तिमी बाहेक अरू कसैलाई प्रेम गर्ने छैन। मृत्युले अलग नगरेसम्म म तिम्रै मात्र जीवन पति भएर जिउनेछु भनी म करार गर्दछु। मृत्युले अलग नगरेसम्म भनेपछि त्यहाँ छोडपत्रको काहीँ गुन्जाइस छ? छोडपत्रको ठाउँ छ भनेको नि छ भाइहरू, छोरीहरू छ त्यहाँ? मृत्युले अलग नगरेसम्म मरेको मान्छेले छोडपत्र गर्छ? गर्दैन नि त। मृत्युले अलग नगरेसम्म म तिम्रै मात्र पति अथवा पत्नी भएर जिउनेछु भनेपछि मृत्युले अलग नगरेसम्म सँगै रहने एउटा करार हो। यसकारण बाइबलीय करारको विवाहले हामीलाई कहीँ पनि छोडपत्र गर्ने अनुमति दिँदैन। मृत्युले अलग नगरेसम्म सँगै रहने त्यो करारमा हामी जिउनु पर्दछ। यसका जवानहरू तपाईँहरू निरन्तर विवाहमा गइराख्नुहोस्, विवाहको कार्यक्रममा गइराख्नुहोस् भन्ने छ। हिजो आज चाहिँ मलाई साह्रो दुःख लागेको कुरा चाहिँ बिहाको कार्डमा श्रीमान श्रीमती भनेर मात्रै लेखेको हुन्छ। त्यसले गर्दा धेरैजना आमा बुवाले छोराछोरी लाँदैन बिहामा। जवानहरू कसैले आमाउले लगेन भने आफै जानु, कसैले बोलाएन भने पनि आफैलाई निमन्त्रण दिएको भनेर आउनु, बिहामा चाहिँ जानुपर्छ। किनकि आजको जवानहरूले विवाहको करार सुनिराख्नुपर्छ। आमा बुवाहरू यदि तपाईँ यहाँ आउनु भएको छ भने तपाईँले यो कुरा बुझ्नुहोस्, आफ्नो छोरा र छोरीलाई विवाहमा लगिरहनुपर्छ, किनकि उनीहरूले विवाहको करार सुनिराख्नुपर्छ। भन्नु नि, कसैले बोलाएन भने तिम्रो भात खान्न हो, म त करार मात्रै हेर्न आएको अनि गइहाल्छु भन्नु नि, भइहाल्छ। बिहा सक्ने बित्तिकै हिँडिहाल्नुहोस्, खानैपर्छ भन्ने छ र भोज। आलमिल्लोले भन्छ विवाह चाहिँ भोज चाहिँ एक दिनको लागि हो अरे, तर विवाह चाहिँ जीवनभरको लागि हो। त्यही कारण त्यो एक दिन भोज नखाए के भयो होइन हजुर? तर विवाहको करारमा चाहिँ हामी यसलाई आउन दिनु भनेर भन्नु नि। यसकारण हाम्रो मण्डलीमा चाहिँ म भन्छु, अहिले उहिलेको चलन थियो नि चुले निम्तो भने कम्ती राम्रो लाग्दैन यो, साह्रो मनपर्छ मलाई चुले निम्तो भनेको चाहिँ। चुले निम्तो भनेको बुझ्नुहुन्छ नि
तपाईँको घरको सबै आउनु है भनेको, यो चाहिँ एकदम राम्रो चलन है हजुर। जवानहरू कसैको तपाईँको बिहा भयो भने सबैलाई बोलाउनुहोस्, अङ्कल आन्टी अनि भाइ बहिनी सबैलाई लिएर आउनुहोस् है भन्नु। राम्रो नि त, अङ्कल आन्टी मात्रै आएर हुँदैन नि त, उसको अङ्कल आन्टीको छोराहरू पनि ठुल्ठुलो होला नि त, छोरीहरू उनी विवाहमा आउनुपर्छ कि करार उनीहरू सुनिराख्नुपर्छ। यसको जवानहरू विवाहमा गइराख्नुहोस्, किनकि विवाहको करार एकदम बहुमूल्य छ। अनि मृत्युले अलग नगरेसम्म म तिम्रै मात्र पति र पत्नी भएर रहन्छु भनेको अर्थ यो, मृत्युले अलग नगरेसम्म म तिमी बाहेक कसैको पति कसैको पत्नी हुने छैन। कतिजना जवानले बिहा गर्नुभएको छ हात उचालिदिनुहोस् त, यता भाइहरू मात्रै बिहा गरेको भाइहरू। ओके, सबैभन्दा यङ्गेस्ट दुईजना यहाँ, सबैले हात राख्नुहोस् त। दुईजना भाइलाई सोध्छ कति बिहा गर्नुभयो भाइ, कति वर्ष भयो? 4-5 वर्ष। हजुरले 5 वर्ष? 8 वर्ष। अघि यङ्गेस्ट भाइ यहाँ, यङ्गेस्ट बहिनी आउनु भएको छ यहाँ अझै? हजुर भाइको बहिनी आउनु भएको छैन? भाइको आउनु भएको छ यहाँ, आउनु भएको छैन? यता हात उचाल्नु भएको थियो नि, भाइको बहिनी आउनु भएको छ यता? अरू भाइ कोही हुन्छ तपाईँको श्रीमती यता आउनु भएको छ यतापट्टि? कोही पनि आउनु भएको छैन? तपाईँ सिङ्गल आउनु भएछ त सबैजना? कोही आउनु भएको छैन? कोही हुनुहुन्छ यहाँ भाइ बहिनी लिएर आउनु भएको छ यहाँ? बहिनी पनि आउनु भएको छ? कोही पनि हुनुहुन्न? बहिनीहरू बिहा गर्नुभएको बहिनीहरू यहाँ कोही हुनुहुन्छ? हात उचालिदिनुहुन्छ। बहिनी हजुरको भाइ आउनु भएको छ, श्रीमान आउनु भएको छ? आउनु भएको छ? अघि हाम्रो क्याम्पसको हाम्रो भाइ बहिनी आउनु भएको छ। उहाँहरू भर्खर भर्खर 2-2.5 वर्ष बिहा गर्नु। भाइ आउनु भएको छ? अघि हात उचाल्नु भएको थियो, मैले यहाँ देखेको थिएँ। भाइ अघि आउनु भएको छ? बहिनी हजुरको श्रीमान आउनु जानुभयो? ए यहाँ हुनुहुन्छ। अघि 3 वर्ष भयो हजुरले बिहा गर्नुभएको है? 2.5 वर्ष भयो। भाइको म उदाहरण दिएँ किन भाइलाई मलाई पनि सजिलो छ, भाइलाई पनि चिनेको कारणले गर्दा चाहिँ। अब भाइले बहिनीलाई भन्नुभएको छ म मृत्युले अलग नगरेसम्म तिम्रो मात्र पति भएर जिउनेछु भनेको अर्थ यो, मृत्युले अलग नगरेसम्म म तिमी बाहेक कसैको पति हुने छैन भनेको। बहिनी बाहेक कसैको पति हुनु मिल्दैन भनेपछि अर्को बिहा गर्ने त्यहाँ कुनै ठाउँ छैन, स्थानै छैन। बुझ्नुभयो हजुरले? करार भनेको क्रिस्चियन विवाह चाहिँ करारको विवाह। यसका जवानहरू यो कुरा बुझेर मात्रै विवाहमा जानु, यो कुरा नबुझिकन विवाहमा नजानु, किनकि करारको विवाह चाहिँ निभाउनु पर्ने एउटा जिम्मेवारी छ। अनि त्यो चाहिँ मृत्युले अलग नगरेसम्म। म विश्वास गर्छु जतिजना विवाह गर्नुभयो तपाईँको विवाहमा फेथफुल भएर विश्वासयोग्य भएर रहिराख्नुहोस्, जसरी ख्रीष्ट येशू आफ्नो मण्डलीप्रति विश्वासयोग्य हुनुहुन्छ। हामी सबैले भन्नुपर्छ आमेन। जवानहरू मेरो यही अन्तिम प्रार्थना पनि छ, मेरो चाहना पनि छ, मेरो इन्करेजमेन्ट छ, उत्साह यहाँलाई दिन चाहन्छु। जतिजना विवाहको निम्ति तयारी हुँदै हुनुहुन्छ यो कुरालाई बुझेर मात्रै विवाह गर्नु। विवाह चाहिँ के रहेछ त? क्रिस्चियन विवाह चाहिँ एउटा करार रहेछ। अनि यो चाहिँ बिचमा छुट्ने कुराहरू, छोडपत्र गर्ने कुराहरू बाइबलले अनुमति दिँदैन। कतिजना जवानहरू एकदम चलाक पनि छ। एउटा भाइले मलाई धेरै वर्ष अगाडि भन्नुभएको थियो, मैले भाइलाई सोधेको थिएँ भाइ तब के भएर यस्तो समस्या भयो, श्रीमतीलाई छोड्नु भयो भनेको थिएँ। के गर्नु पास्टर बाबु, प्रभुको इच्छा यस्तै भयो भने। अनि जवानहरू छुट्नु परमेश्वरको इच्छा हो? होइन। बाइबलले भन्छ जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ कुनै मानिसले नछुट्याओस्। नछुट्नु परमेश्वरको इच्छा हो, छुट्नु मान्छेको इच्छा हो। बुझ्नुभयो? यसका सबै कुरालाई प्रभुको इच्छा भनेर नभन्नुहोस्, किनकि बाइबल पढ्नुपर्छ। परमेश्वरको इच्छा चाहिँ के हो? नछुट्नु परमेश्वरको इच्छा हो, छुट्नु मान्छेको इच्छा हो। अनि अर्को स्टोरी म भन्छु, यो भएको घटना। एक दिन एकजना क्वायरको लिडर भाइले मलाई फोन गर्नुभएको थियो, पास्टर बाबु मलाई परमेश्वरले एउटा दर्शन दिनुभयो भन्नुभयो। के दर्शन दिनुभयो भनेको श्रीमतीलाई बहिनी बनाउनु भनेको पनि छ भन्छ। अनि भाइ यो त परमेश्वरबाट होइन, यो भाइ स्पष्ट हुनु यो परमेश्वरबाट होइन भने हो पास्टर बाबु 2 चोटि आयो दर्शन भन्छ। भाइ यो मनगणन्त कुरा नगर्नुहोस् है, तपाईँको पास्टरलाई गएर भन्नुहोस्, सल्लाह लिनुहोस्, आफ्नो अगुवालाई गएर भेट्नुहोस् भनेको भेटेछ। अनि पास्टरले भन्नुभएछ भाइ यस्तो कुरा नगर्नु, यो गलत हो, तिमीले पश्चाताप गर्नु, यो यस्तो काम नगर्नु भनेको मण्डली छोडेर हिँड्यो त्यो भाइ। अन्तिममा चाहिँ त्यो भाइले कसो कसो गरेर श्रीमतीलाई चाहिँ फकाएछ, तिमीले मानेनौ भने परमेश्वरले दण्ड दिन्छ, यसो तिमी बहिनी बन्न तयार हुनुपर्छ भनेर। अन्तिममा ऊ पनि बहिनी बन्नलाई तयार भयो। अनि अदालतमा गएर उनीहरूले छोडपत्र गरे। अनि मैले त्यो पछाडि उहाँसँग भाइ बहिनीसँग भेटिनँ, त्यो अर्कै मण्डली भएको कारण मैले उहाँको पास्टरलाई यो कुरा बताएँ।
त्यस पछाडि पछि मैले थाहा पाएँ भाइले चाहिँ 3 महिनापछि अर्को केटीसँग बिहा गर्यो भनेर। अब उसको मनमा अघि नै व्यभिचार पसिसकेको छ। अब केटीलाई कसरी साइड लगाउने हो उसँग बिहा गर्नको लागि उसले त्यस बाटो अपनाइरहेछ। बुझ्नु हुँदैछ नि, मान्छेको हृदय कति भ्रष्ट छ परमेश्वरलाई मात्रै थाहा छ भन्ने कारण त्यो। मण्डलीमा वर्शिप चाहिँ गरिरहेछ तर उसको मनभित्र चाहिँ अर्को केटीसँग व्यभिचार गरिसकेछ। अब त्यो केटीसँग बिहा गर्नको लागि उसले श्रीमतीलाई बहिनी बनाउनु भनेको छ भनेर दर्शनको कुरा ल्यायो। अब हेर्नुहोस् है, अब बहिनी पनि बिचरा सोझो पनि परमेश्वरबाट आएको दर्शनै होला भनेर बहिनी बनाउनलाई रेडी। हप्काउनुपर्छ नि बुढोलाई। बिचरा बहिनी सोझो बहिनी हुन्छ, प्रभुबाटै आएको दर्शन हो भने म हुनु तयार छु नि त बहिनी बन्नको लागि। बुझ्नुभयो? अनि मैले पछि गएर त्यो भाइलाई भेट्नु पर्यो भनेर मैले उहाँको पास्टरसँग सोधेँ, त्यो भाइलाई भेट्न चाहन्छु भनेको। भाइ मोटरसाइकल एक्सिडेन्टमा उहिले बितिसक्नु भएको छ, बिहा गरेको अर्को बहिनीसँग बिहा गरेको केही महिनामा उहाँको मृत्यु भएको छ। अनि मैले उहाँसँग भेट्नु पाइनँ। मेरो जीवनमा अलिकति छिटो गर्नुपर्ने कुरालाई मैले सायद उसलाई निरन्तर मैले फलोअप गर्नुपर्ने थियो, तर उनी अर्को मण्डलीको भएको कारण मैले उनलाई फलोअप गरिनँ। त्यहाँको मण्डलीको पास्टरलाई फलोअप गर्नुहोस् भने मैले, किन उनी मण्डलीको एउटा राम्रो युथको अगुवा पनि भएको कारणले। तपाईँले देख्नुभयो दियाबलसले कति धेरै जवानहरू, इभन म्याच्योर जवानहरूलाई, इभन मण्डलीको लिडर्सको त्यो स्थानमा आएको जवानहरू पनि धेरै छिटो हृदय विचलित भएर गएको हामी देखिरहेका छौँ। यसको प्रियहरू, तपाईँलाई 2 कोरिन्थीको 2:11 पदले भन्छ शैतानले हामीलाई फसाउनु नपाओस्, किन त्यसको युक्तिहरूको विषयमा हामी अनजान छैन भन्छ। शैतानको युक्ति भनेको यही हो, त्यसको जाल, त्यसको स्किम अफ द एनिमी, शत्रुले बिछ्याउने जालहरू, षड्यन्त्रहरू यही नै हो प्रियहरू। हामीलाई विभिन्न प्रकारको परीक्षा लिएर आइरहेको छ अनि जवानहरू त्यो परीक्षामाथि विजय हुनु जरुरी छ। किनकि हामीलाई परमेश्वरले एउटा उद्देश्यको लागि बोलाउनु भएको कारणले हो। जवानहरू तपाईँलाई परमेश्वरले एउटा उद्देश्यको लागि योजना गरेर बनाउनु भयो। दाउदले भन्छ 39 मा लेख्दछ तपाईँले अद्भुत र अचम्मले मलाई बनाउनु भयो। जवानहरू तपाईँको जीवनमा परमेश्वरको एउटा महान उद्देश्य छ अनि त्यो उद्देश्य पुरा नगरोस् भन्ने दियाबलस चाहन्छ। तपाईँको जीवनलाई ध्वस्त बनाउन। यसो युना 10:10 भन्छ चोर त चोरु, मारौँ र नाश पारौँ भनेर आउँछ, तर यीशुले भन्नुभयो म त तिमीलाई जीवन दिन आएँ, त्यो पनि प्रशस्तको जीवन। अनि हामी सबैले भन्नुपर्छ आमेन। हाम्रो आत्मिक शत्रु जो दियाबलस छ त्यसले तपाईँ र मेरो जवानीपनलाई ध्वस्त बनाउन चाहन्छ, हाम्रो जिन्दगीलाई ध्वस्त बनाउन चाहन्छ। हामी सफल भएको चाहँदैन, हामी असफल भएको, परिवारको कुरामा, विवाहको कुरामा हामीले गलत काम गर्दै गएको उसले जहिले पनि इच्छा गर्छ, तर त्यसको विरुद्धमा हामी खडा हुनुपर्दछ। अनि त्यो तपाईँ र मेरो जीवनको एउटा निर्णय हुनुपर्छ। अनि आज यहाँबाट जानुभन्दा अगाडि जवानहरू एउटा निर्णय बोकेर हामी फर्कनुपर्छ। जीवन परिवर्तन जीवनको निर्णयबाट हो। यसकारण तपाईँले व्यवस्थाको 30 अध्यायमा मोसाले इजरायललाई भन्दछ तिम्रो अगाडि जीवन र मृत्यु राखिएको छ, के रोचो रोज। तर मोसाले भन्छ तिमीले जीवन नै रोज, तिमी र तिम्रा भावी पुस्ताहरू जिउने छौ। जवानहरू तपाईँ के रोज्नुहुन्छ निर्णय तपाईँको हो। तपाईँले जे रोप्नुहुन्छ त्यसको कटनी पनि गर्नुहुन्छ। यसको अहिले तपाईँले निर्णय गर्नुपर्ने कुरा छ। अघि मैले तपाईँलाई सुरुमै भने मेरो जीवनमा पनि थुप्रै कुराहरू आए विवाहको विषयमा, तर मैले पवित्र आत्माको अगुवाईमा जे कुरा निर्णय गरेँ म आज कहिले पनि पछाडि फर्केर पस्ताउँदिनँ, किनकि मैले राइट डिसिजन गरेँ। परमेश्वरले मलाई त्यो कुरामा अगुवाई गर्नुभयो। यसको जवानहरू कतिजना तपाईँहरू टिनेजरहरू हुनुहुन्छ, पढ्नुहोस्, अहिले धेरै शिक्षा हासिल गर्नु जरुरी छ। शिक्षामा आफूलाई अब्बल बनाउनुहोस्। विवाहको एउटा ऋतु परमेश्वरले ल्याउनु नै छ, अनि त्यो ऋतुमा विवाहको निम्ति तयार हुनुहोस्। अनि विवाह चाहिँ पवित्र विवाहद्वारा तयार गर्नुहोस् आफैलाई। अनि क्रिस्चियन विवाहभित्र हामी 3वटा कदमहरू भन्ने गर्दछौँ। एउटा चाहिँ शोधनी हो, एउटा मगनी हो अनि विवाह। अनि 3वटा प्रक्रियाबाट भएर हामी जानुपर्छ। अनि मैले अघि तपाईँलाई बताएँ एउटा उत्कृष्ट विवाह गर्नुहोस्। विवाह महँगो गर्नुपर्छ भन्ने छैन, साधारण गर्नुहोस्, तर मण्डलीको आशिष, आफ्नो आमा बुवाको आशिष अनि परमेश्वरको आशिषद्वारा विवाह सुरु गर्नुहोस्। अनि तपाईँको जीवनमा परमेश्वरले नयाँ आयामहरू थप्नुहुनेछ। तपाईँको जीवन फरक भएर जानेछ। परमेश्वरले तपाईँलाई शक्तिशाली रूपमा उहाँको महिमाको लागि प्रयोग गर्नुहुनेछ। जतिजनाले विवाह गरिसक्नुभयो, कतिजना मेरो विचारमा 5 to 10% विवाहितहरू अहिले हामी यहाँ उपस्थित छौँ। हामी अग्रजहरू गुरुहरू पनि यहाँ छौँ। हामी सबैजनाले बुझ्नुपर्ने कुरा यो छ कि हामी आफ्नो विवाहमा हामी विश्वासयोग्य रहिरहन सकौँ। यो कभनेन्ट म्यारेजभित्र चाहिँ एउटा महत्त्वपूर्ण कुरा चाहिँ एउटा मलाई मन परेको शब्द भनेर म अन्त गर्छु, त्यो चाहिँ विवाह चाहिँ एक्सक्लुसिभ हो भनेर भन्छ। विवाह चाहिँ
अनन्य, नेपालीमा अनन्य भनेर चाहिँ एक्सक्लुसिभनेस अफ म्यारेज भन्दछौँ। विवाहमा कसैलाई ल्याउनु मिल्दैन भनेको। जतिजना हामी विवाह गरिसकेका छौँ अरू कसैलाई ल्याउनु मिल्दैन। एक जतिजना विवाहित हुनुहुन्छ मसँगै हात उचाल्नुहोस् त, बिहा गरेकोहरूले हात उचालिदिनुहोस् न, बिहा गर्नुभएकोहरू। ओके, अब सुन्नुहोस् है, हात राख्नुहोस् त। अब सुन्नुहोस् तपाईँले, विवाह अनन्य भनेको कुरा यो, विवाहभित्र अरू कसैलाई ल्याउनु मिल्दैन। मैले मेरो श्रीमतीको बिचमा अरू कसैलाई ल्याउनु मिल्दैन। जुन दिन हामीले बिहा गऱ्यौँ हाम्रो हृदयको ढोकामा प्रवेश निषेध छ भनेर लेखेको हुनुपर्छ। के लेख्नुपर्छ अरे हजुर? प्रवेश निषेध छ। यहाँ कतिजना जवानहरू मैले देख्दैछु एकदम जवान हुनुहुन्छ, तपाईँलाई धेरैजना बहिनीले स्टिल मन पराउन सक्छ, तर तपाईँले भन्नुपर्छ म चाहिँ विवाहित हो, प्रवेश निषेध छ, अरू कतै ट्राई गर्नु होला भन्नुपर्छ। बुझ्नुभयो भएन? किनकि परीक्षा आइरहेको छ, जवानहरू बिहा गरे पनि परीक्षा आइरहेको छ। फिलिपिन्स गएपछि मेरो श्रीमती सबैभन्दा छक्क परेको र म 27 वर्षको उमेर थिएँ त्यही बेला, त्यतिको त ह्यान्डसमै हो नि म 27 वर्षमा त। अनि एउटा जवान केटीले आएर मेरो श्रीमतीलाई भन्यो तपाईँको बुढोसँग म एक दिनको लागि डेटिङ जानु दिनु न भनेर भन्यो। मेरो श्रीमती 3 छक्क पऱ्यो। फिलिपिन्स एकदम ओपन कन्ट्री हो, त्यहाँ कुनै पनि केटीले आएर श्रीमानलाई भन्छ तपाईँसँग डेटिङ जानु मिल्छ भनेर। अब मेरो श्रीमती एसियाबाट आएको, नेपालबाट गएको, कस्तो भयो होला कल्पना गर्नुहुन्छ? 21 वर्षको केटीले आएर तिम्रो बुढोसँग डेटिङ जान्छु भन्छ। अनि मेरो श्रीमती पनि रातो पिरो भइन्, केही भनिनन्। अनि कस्तो मान्छे यो आएको यो भित्र भनेर भनिन्। अब त्यो पनि स्टुडेन्ट, त्यहाँको विद्यार्थी मान्छे, जवान केटी हो, बाबी कलेज पढ्नु आएको। मैले परीक्षा आइरहेको छ, तर हामीले सधैँ हृदयको ढोकामा के लेख्नुपर्छ हजुर? प्रवेश निषेध छ, अरू कतै ट्राई गर्नु होला भन्नुपर्छ। यत्रो जवान छ त उता ट्राई गर्नु न, बिहा नगरेको छ त यहाँ 90%। बुझ्नुभयो नि? अनि बहिनीले पनि त्यही भन्नुपर्छ, प्रवेश निषेध छ, अरू कतै ट्राई गर्नु होला। किनकि हामी वैवाहिक जीवनमा रहेकाहरूले हाम्रो करारलाई निभाउनु पर्छ अनि हामी विश्वासयोग्य रहनु पर्दछ। परमेश्वरले यहाँहरू सबैजनालाई धेरै धेरै आशीर्वाद दिनुभएको होस् र तपाईँको करारको विवाहको लागि तयार हुनुहोस् जवानहरू। र मेरो यही प्रार्थना छ, परमेश्वरले तपाईँको जीवनमा अचम्मरीले काम गर्नुहुनेछ र तपाईँको विवाहद्वारा परमेश्वरले नयाँ आशिषको ढोकाहरू तपाईँको जीवनमा खोल्नुहुनेछ। अनि हामी सबैले भन्नेछौँ आमेन, आमेन। हाम्रो परमेश्वरलाई, हामीलाई प्रेम गर्ने परमेश्वरलाई हामी ठुलो ताली बजाएर धन्यवाद दिन्छौँ। थ्याङ्क यू।